के छ चन्द्रमा तिमीसँग? वाह क्या सीन है। झुटो बोल्छ। मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं। राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो, लेकिन लौंडा यहाँ नहीं। नेवर like this. के भन्नु मलाई के भन्छ यो के त्यो मार्क स्मार्ट है। फिर पुग्छ त। त चुक गर्छ कि नै ला आफ्नो सामान दाना ल सुरु गर। के छ चन्द्रमा तिमीसँग? के छ चन्द्रमा तिमीसँग? वाह क्या सीन है। सम घडी छ ल। ए घडी छ? कति बज्यो भन त? कति बज्यो अहिले? 9 बज्यो। 9:30। सेकेन्ड कति भयो? सेकेन्ड किन चाहियो अहिले तिमीलाई? सेकेन्ड नभन न, मिनेट भन। मलाई सेकेन्ड भन्न आउँदैन। मिनेट भन, म मिनेट भनिदिन्छु। ए त्यसो भए त्यो एकचोटि घडीको त्यो फिता हुन्छ नि, फितामा यस्तो हात यस्तो रगड त चुक गर्छ कि नै? चुक गर्छ कि नै? यो फितावाला घडी होइन, यो अर्कैवाला घडी हो। ए ठिक छ, त्यो घडी हो जस्तो मानेन मैले। त्यही पनि त्यो हुन्छ नि, त्यो स्क्रिनमा ट्याप ट्याप गर्नु पर्यो क्या त्यो औलाले। अलिअलि सानो त घडी जस्तो लाग्यो, तर घडी चाहिँ होइन होला। मसँग चाहिँ तिमीलाई लाइफमा युजफुल हुने चिज छ क्या एकदम। नाम भन न के हो? मोबाइल अन अफ गर त मोबाइल। अन अफ बटनसँग साइडको बटनसँग बटन टक टक होइन, क्लिक आवाज मलाई चाहियो। मैं गाली नहीं दे सकता। नहीं, गाली नहीं देना। फैमिली देखती है, वरना मैं ऐसे गाली दूं। होइन यो ब्रो, यो कार्टुनको आवाज हो। होइन, मलाई एउटा गीतको साउन्ड निकाल। ल गीतको सुनाइ। चल छैया म अर्को सुनाइदिन्छु। ल अर्को सुनाउ, राम्रो विथ म्युजिक सुनाउ मलाई। म्युजिक राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो, लेकिन लौंडा यहाँ नहीं। तिम्रो ल घडी हो होइन? घडी नै हो भनेपछि त्यो हुन्छ नि, त्यो लाइक कस्तो डिजिटल वाला हो कि त्यो लाइक त्यो होइन डिजिटल होइन, त्यो चेन टाइपको त्यो टाइम मिलाउँदाखेरि घुमाउन मिल्छ है? घुमाउन मिल्छ। त्यो बटन हुन्छ नि, त्यो निकाल्न मिल्छ नि, टक टक आवाज आउँछ नि। बटन निकाल्न मिल्दैन, घुमाउन चाहिँ मिल्छ। त्यो बाहिर अनि सेट गर्दाखेरि मिल्छ त्यो हो त्यो वाला। खै त्यस्तो मलाई थाहा छैन, म मेकानिक होइन, मलाई त्यो चाहिँ थाहा छैन। अलि यो बक्सको यति साइडमा ल्याएर त्यो घुमाउँछ, म सुन्छु। भयो घुमा भनेको के मुखले ब्रो, मैले मुखबाट साउन्डै निकालेको छैन। किसी चेनवाला हो? छन् त गरेको म चाहिँ लगभग 100मा 50% घडी हो जस्तो लाग्यो, 50% होइन जस्तो लाग्यो। मेरो मोबाइलमा के छ, डाउट छ कि? त्यो मोबाइल 100% होइन, म स्योर छु। अब होइन, त्यो गीत त वाइगड एकदम मोबाइल जस्तो छ कि, सिङ्गर जस्तै, तर पनि मलाई डाउट लाग्यो कि। अनि त्यो जाने माने सिङ्गरले गाएको गाना यस्तै साउन्ड आउँछ। मलाई डाउट लाग्यो कि, म स्योर छुइनँ। ल भन ल, के गरेर देखाम यसमा? तिमी अन गरेर त्यो क्यामेरा साउन्ड गर्दाखेरि क्लिक आवाज आउँछ नि, मलाई त्यो निकालेर देखाऊ। त्यो होला, ल भइहाल्छ। सेल्फी पनि हान्छु होला एकछिन पछि। नेवर अब भन्नु न, अब नेक्स्ट म के गरौँ भने विश्वास लाग्छ? नेक्स्ट एकचोटि मलाई स्क्रिनमा टक्क गराउँदा
के पब्जी खेलेर देखाइदिउँ के पब्जी हेर्नु मलाई त्यस्तै गरेर टक्रक टक्रक गर त यसरी खरक खरक गर त्यो त म मुखले गरिहाल्छु फोनले गर नि त्यो आवाज मलाई सुन्नु छ मेरो फोनले फोनको स्क्रिनमा गर नि तिम्रो आउला त छ नि तिमीसँग औला छ मसँग हो गर यसरी लाइक दिस यसरी लाइक दिस यस्तो होइन क्या कस्तो हो टक टक त्यस्तो त्यति स्पेस त हुन्छ फोनमा त्यति स्पेस त छ है म गर्छु अब तिमी पनि अब 100% स्योर छैन म पनि छैन अलि हिन्ट दिउँ यो सामानको अलि हिन्ट दिउँ अनि त्यो सामान चिन्ह र तिमी देऊ हिन्ट म हिन्ट दिन्छु ल देऊ मेरो चाहिँ भन्नुपर्दा मोबाइल चाहिँ थिएन कि मेरो चाहिँ खासमा यो के भनौँ यसलाई के भन्छ यो के त्यो मार्कर के भनौँ यसलाई के भन्छ यो के त्यो मार्कर स्मार्ट है मार्कर थियो तिम्रो चाहिँ के थियो मेरो चक्कु थियो तिमीले झुटो बोल्छ रिलेटेड वाला भन्छु नाम भन्दैन म रिलेटेड वाला भन्छु लाइक तिम्रो हो न एकदमै के वासरुमहरुमा पनि देखिरहेको चिज हो भन्छन् हैन मलाई दियो हिन्ट तर अहिले चाहिँ रियल हिन्ट दिइरहेको छु रियलली मैले भने त मसँग चक्कु नै छ के यहाँ चक्कु चाहिँ तिमीले डेली लाइफमा युज गर्छ चाहिँ हाइजिन लाइक हाइजिन त्यो के भन्छ म तिमीलाई पहिल्यैदेखि फेस वाश हैन तिम्रो म अर्को हिन्ट दिन्छु ल ल देऊ हाम्रो बाथरुमहरुमा है टावेल पछि युज हुने टावेल पछि कि अघि टावेल नभएपछि पनि टावेल नभए पनि युज हुने बाथरुममा साबुन हैन त्यसो मलाई एकचोटि यस्तो समातेर यस्तो गर त न जस्ट मलाई प्रेस गरेको आवाज देऊ न भयो प्रेस के टोक्छ त दिनु पर्यो हिन्ट मलाई ल मैले यस्तो मजाको हिन्ट दिन्छु म तिमीलाई के हाइजिनमा युज हुन्छ नाइफ साफ चीज छ के गरौँ काटेर खुन निकालेर दिउँ हाम्रो हाइजिनमै युज हुने हो काटेर खुन निकालेर दिउँ हाइजिनमै युज हुने त्यस्तो त्यो हाइजिन भन्नाले त्यो तिम्रो हाइजिन नेल कटर ओ माय गॉड यस ल अब आज जनकले घरमै बसेर हाम्रो 110 रुपियाँ कमाउनु सफल हुनुभएको छ यस्तो यस्तो भिडियो हेर्नलाई यो च्यानललाई यो पेजलाई फलो गर्नु होला सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो सो गाइज सी यू नेक्स्ट